हेलो साथीहरू सेवा अनि नमस्ते वेलकम टु माई न्यू भ्लग। आज हाम्रो रोपाई गर्ने भनेर भनिरहेछौँ, रोपाई गर्छौँ हामी। हेर्नु होला। हामी यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला। यदि तपाईँहरूले सब्सक्राइब गरिसक्नु भएको छ भने हेरेर प्रतिक्रिया दिनु होला। हेलो साथीहरू, यहाँ हाम्रो रोपाई सुरु भयो है। रोपाई उता सिद्धेर यता सुरु हुँदैछ है। रोपाई सुरु हुँदैछ है हाम्रो यहाँ हिल्याउने काम मान्छे आफैले गर्ने हो। हामी यहाँ मेरो दाजु भाउजू यता यो यसरी रोप्नु पर्ने। बिउ ब्याड गाउँ हाम्रो घर टक्क इस्कुस टक्क यो हाम्रो रोप्नु पर्ने। यहाँ भाउजू रोप्दै हुनुहुन्छ, माइली भाउजू। यहाँ मेरो मेलो यस्तो खाली भइसक्यो, म भिडियो बनाउँदैछु। भिडियो बनाउँदैछु, भाउजू रोप्दै हुनुहुन्छ। मेरो चाहिँ यहाँ खाली छ, हेर्नु यतिर खाली छ। यहाँ मेलो उता पर रोपेर आएको, रोपिसकेर अनि यहाँ बाँकी छ है रोप्नलाई। यो मेरो मेलो खाली। भाउजू दाजु सल्दाई साइलो भाउजू। यो चाहिँ हिल्याउने काम हुनुपर्ने छ। यहाँ बाँकी छ, यहाँ भइसक्यो। यस्तो छ हाम्रो। अब म पनि रोप्छु। टक्कै यो चाहिँ हाम्रो घर है। भन्नुपर्छ त के हुन्छ मेरो हातले पो छेल्दो रहेछ नि।
ल यहाँ त खन्नु सुरु भइहाल्यो चियाली र माइतीको कम्पिटिसन लु लु यहाँ अलिक बोल्लाउँ है बोल्लाउँ ए पुरा हल गोरु त यस्तो काठमाडौँ मेरो अमला पो छेकेको छ दिन लाग्यो 1 मिनट 11 मिनटको भिडियो बन्दैछ अहिलेसम्ममा अब कति मिनटको बनाउनु पर्ने हो स्याबास स्याबास बोल गरौँ है बोल गरौँ यता नि हेरौँ है अनुहार टोपीले अनुहार त देखिँदैन के गर्दो रहेछ यस्तो छ हाम्रो बिउ यहाँ यस्तो बिउ छ म चाहिँ कुलो कुलो हिँडेँ यहाँ नेट रोपिसक्यो यस्तो बल लगाएन यहाँ के यतातिर पनि खन्दैछन् बाफ्रे बाफ हाम्रो इस्कुस यस्तो हुँदैछ है गाइस फलेपछि तरकारी खानु त्यहाँ पनि रोपेको हामीले यहाँनिर रोपेको यतातिर त्यहाँ माथि चाहिँ हेर्दैछ बाडदलीबाट झन्डै लडे यहाँ तरिका लु अब त भयो होला है गाँठे हेलो साथीहरू हाम्रो मैजारे पनि भयो है ल मैजारे सिद्धि हाम्रो यता हाम्रो भाउजू बिउहरू सिद्धे बढी भयो पुगेर अनि उब्रियो हाम्रो मैजारे नि सिद्धि है मैजारे भयो हाम्रो भाउजू यति रोपियो आज यता त्यो दुईटा अनि यता हाम्रो भाउजू मैजारे सिद्ध्याएर हामी ल लाग्यौँ यता यति सिद्ध्यायो फाइनल्ली हाम्रो मैजारे नि भयो नुहाइ हुने कार्यक्रममा साथीभाइहरू हो हामी यस्तो छौँ हाम्रो जिन्दगानी सक्यो हाम्रो रोपाइ हामी त यस्तो टाढाको छौँ त हो फेरि किन हाँस्यो सक्यो हाम्रो अब रोपाइ सिक्यो नुहाइ कार्यक्रम हुँदैछ हाम्रो चाहिँ मोबाइल यस्तै छ
कति धुनु पर्यो। रोपाइ सिद्धियार नुहाउनु बाँकी छ। हेलो साथीहरू, हामी चाहिँ रोपाइ सिद्धेर अब चाहिँ घर आयौँ। अब नुहाइ धुवाइ कार्यक्रम हुन्छ। अब म नुहाउँछु होला एकछिनपछि। अनि मैले भिडियो नबनाएको पनि धेरै भइरहेको, हेर्नु न छ्या। अनुहार धेरै भइरहेको। म आज यो भिडियो चाहिँ युट्युबमा हाल्छु, कस्तो हुन्छ होइन। आज हाम्रो थोरै रोपाइ थियो, रोपाइ गऱ्यौँ दाइ भाउजू म भएर। अनि रोपाइ निस्किन्थ्यो। अनि अलिअलि मैले भिडियोहरू चाहिँ बनाएको छु रोपाइको पनि, यसो मेमोरीको लागि। अब मैले युट्युबमै हाल्छु भनेर त बनाएको होइन, त्यही पनि मैले चाहिँ यसो मेमोरीको लागि बनाएको हो। हेर्नु हिलो अझै नि छ, यस्तो छ हिलो। हामी यस्ता छौँ। सरसफाइ भनेपछि एकछिन नुहाउँछु। यस्तो के साथीहरू, मलाई भिडियो बनाउन त मन लाग्छ कि, तर खै के नमिलेको के। सोचिरहेको छु तर के खै के भन्नै आउँदैन हौ मलाई। साँच्ची भन्नुपर्दा चाहिँ भिडियो बनाउँछु भनेर कतिचोटि चाहिँ गरिरहेको हुन्छु, तर के कुराले हो खुसी त छु म होइन, तर के कुरामा खुसी छु कि छैन। अब खुसी छैन भन्दाखेरि हाँसिरहेको हुन्छु, बोलिरहेको हुन्छु होइन, तर अनि एक्ज्याक्ट भन्नुपर्दा चाहिँ खै के हो आफैले बुझ्न सकिरहेको छैन कि। अनि के गर्छु भन्छु, केही कामहरू गर्छु भन्छु, तर त्यही भएर ट्राई गर्दैछु। युट्युबमा नि भिडियो बनाउने कोसिस चाहिँ गर्छु, तर खै के कुराले रोकिरहेछ मलाई। अलिकति मन नै के भन्नु, मन नै के हो। आज चाहिँ थोरै भिडियो बनाइरहेको छु। अनि मैले खास युट्युबमा हाल्छु भनेर बनाएको त होइन, अनि युट्युबमै हाल्छु भनेर मैले भिडियो स्टार्ट गरेको चाहिँ होइन। मैले भिडियो स्टार्ट पनि गरेको छैन। तपाईँहरू सबैलाई स्वागत छ मेरो युट्युबमा होइन। यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि यदि अब तपाईँहरू जोडिसक्नु भएको मेरो सब्सक्राइबरहरू हुनुहुन्छ भने चाहिँ मेरो भिडियोलाई हेरेर लाइक सेयर कमेन्ट गरिदिनु होला। बनाउँछु भन्दैछु, तर कस्तो फोहोरी रहेछ नभन्नु ल। म भर्खर रोपाइ गरेर आएको नि त हामी, त्यही भएर यस्तो हो। अब नुहाउँछु आज। अनि यस्तै हो।